त्यसै स्टेज किङ चाहिँ भनेको रहेनछन् एकदमै राम्रो लाग्यो मलाई चाहिँ स्टेज किङ हजुरले नि आजदेखि मान्नुभयो होइन मैले त पहिलेबाट मान्थेँ मान्न चाहिँ तर आज प्रत्यक्ष रूपमा देख्न पाएँ फर्स्ट टाइम नै होला मैले देखेको होइन त्यसरी पर्फर्मेन्स चाहिँ हेर्न पाउने मौका मिलेको थिएन यहाँभन्दा अगाडि सो आज हेर्न पाएँ एकदमै खुसी लाग्यो बब्बाल लाग्यो त्यो भएर चाहिँ उहाँसँग चाहिँ अब काम गर्न मन छ डेट गर्न मन छ हजुर छिटै पाइयोस् पनि शुभकामना उहाँले हेरिराख्नु भएको छ भने पनि कति सोधिरहेको हुन्छ मैले स्टुडियोहरूमा पनि उहाँको बारेमा होइन भेट त हुँदैन होला सायद जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजर कस्तो फिल हुने एकदम धेरै खुसी छु म मैले चाहिँ अब द बेस्ट प्लेब्याक सिङ्गर फिमेलबाट अनि हाम्रो बुझिन मैले गीतबाट अवार्ड पाएको छु अनि धेरै खुसी छु हाम्रो सम्पूर्ण टिम के अधिकारी दिदी प्रकाश सपुत दाइलाई चाहिँ सम्झिन चाहन्छु र अनि हाम्रो दर्शकबिनलाई पनि थ्याङ्क यू भन्न चाहन्छु उहाँहरूकै मायाको कारणले गर्दा अवार्ड सो अब प्रकाश सपुतलाई सम्झिनु भयो कि जिलाई पनि सम्झिनु भयो विशेष गरी यो गीतले अवार्ड पाइरहँदा कसलाई धेरै सम्झिराख्नु भएको छ अनि मैले टिमकै मान्छेलाई सम्झिरहेको छु प्रकाश सपुत दाई के अधिकारी दिदी हाम्रो सम्पूर्ण बोक्सीको घर सबैजनाले जिते सर त हो नि एकजनाले जित्नु भनेको बोक्सीको घर टिम हजुर अवार्ड विशेष नै छ आज यो अवार्ड समाउनु भएको छ जिन्दगीको पहिलो अवार्डको अनुभव पनि सुनाउ न जिन्दगीको पहिलो अवार्ड चाहिँ मेरो कुन माया मारेरबाट थियो होला सायद होइन त्यति बेला पनि म एकदमै धेरै खुसी थिएँ सो आज पनि धेरै खुसी लागेको छ कान्तिपुरबाट मैले फर्स्ट टाइम हो यो चाहिँ मेरो सो धेरै खुसी छु म सपना थियो कि थिएन कान्तिपुरबाट यो अवार्ड पाउने थियो नि किन नहुनु अन्य कुनै अवार्ड छ सपना छ त्यो अवार्ड अहिलेसम्म पाइसकेको छैन भइ नै रहेछ अवार्डहरू पाउन त पाइरहेको छु ओके जीवनमा धेरै गीत छन् तपाईँका होइन हजुर यो मध्ये बुझिन मैले एकदमै धेरै पनि चल्यो अरू पनि धेरै गीत चलेका छन् तर पर्सनली समीक्षालाई आफ्नै कुन गीत धेरै मनपर्छ मलाई त अब आफूले गाएको सबै गीतहरू मनपर्छ त्यही पनि फेरि पनि रिरेकर्डै गर्न पर्यो यो गीत यस्तो छ अब आफूले गाएको गीतहरू सबै नै मन नै पर्छ त्यसमध्ये अब मैले फर्स्ट टाइम चाहिँ मैले बालापनको मेरो गीत गाएको थिएँ नाइन भन्नुला 5 बाट अनि जस आफूले गाएको गीतहरू त सबै नै मनपर्छ बालापन कतिको मिस भइरहेछ अहिले चाहिँ धेरै मिस हुन्छ के कुरा एकदम मिस गर्नुहुन्छ बालापनको अब बालापनमा चाहिँ अब धेरै कुराहरू छन् अब त्यो बेलामा चाहिँ अब टेन्सनहरू हुन्थेन होइन चिन्ता के हो केही थाहा हुन्थेन सो अब अहिले पनि राम्रै भइरहेको छ एकदमै तर अब त्यो बेला चाहिँ अझै खास थियो भनौँ न बालापन सबैको लागि प्यारो त हो नि प्यारो हुन्छ अब जस्तै मैले तपाईँलाई सोधेँ भने होइन जीवनको कुन उमेरमा तपाईँ फर्कन चाहनुहुन्छ अथवा आएकै छैन पुग्न चाहनुहुन्छ भने बालापन नै हुन्छ सायद होला बालापन नै हजुर होइन अहिले पनि एकदम राम्रो छ यो बेलामा पनि एकदम धेरै खुसी नै छु म होइन सो अब बालापन चाहिँ अझ धेरै अब मिस चाहिँ हुन्छ मलाई धेरै सो साङ्गीतिक क्षेत्रलाई लिएर हेर्दा नै तपाईँ सबैभन्दा धेरै खुसी भएको पल कुन हो साङ्गीतिक क्षेत्रलाई नै लिएर हेर्दा त अब सबै कुराहरू छन् अब गीत गाउन पाएको छु दिनदिनै होइन त्यो कुरामा पनि धेरै कुराहरू छन् अब यहाँ भनेर सकिँदैन दिनमा तपाईँले सबैभन्दा धेरै कतिवटासम्म गीत रेकर्ड गर्नुभएको छ थुप्रै छ अनि मैले 5-6वटासम्म 7वटासम्म गाएको छु दिनमा तर अहिले चाहिँ फेरि गाउँदिनँ किनभने आफ्नो घाँटीलाई पनि धेरै प्रेसर हुन्छ नि त त्यो भएर अहिले चाहिँ दिनमा मैले 3देखि 4वटासम्म चाहिँ गाउँछु नत्र भने चाहिँ पहिला अलि थाहा हुन्थेन नि त पहिला अलि सानैमा त्यो बेलामा चाहिँ मैले 7वटासम्म चाहिँ रेकर्डिङ गरेछु भनेपछि दिनमा सबैभन्दा धेरै कमाइ कतिसम्म भएको छ त्यो चाहिँ भन्दिनँ है म ओके फाइन सो तीज आइरहेछ होइन तीजको अब केही गीतहरू त बाहिरिरहेका छन् अझै ब्लास्टवाला सङहरू बाहिरिन बाँकी होला के यस्तो हुन्छ अब त्यो कुन गीत चल्छ भन्ने त थाहा हुँदैन आफूले राम्रो काम गर्ने हो त्यो भएर मैले पनि अब आफ्नो युट्युब च्यानलको लागि चाहिँ सोचिरहेको छु भनौँ न आफ्नै युट्युब च्यानलमा हजुर आउँदैछ अब चाँडै नै त्यसमा ओके उहाँले केही सोध्नु हुनुहुन्छ नजाऊ सानो पदेरीमा भन्ने तपाईँको भर्जनमा आउँदैछ भन्ने कुरा आइसकेको छ हजुर ओके कस्तो रेस्पोन्स आइरहेछ त यस्तो छ अब त्यो गीत चाहिँ हाम्रो पहिला विष्णुमाझी दिदीलाई म एकदमै सम्झिन चाहेँ आदरणीय एकदम मेरो फेभरेट सिङ्गर हो उहाँ चाहिँ अलवेज होइन अनि हाम्रो कुलेन्द्र विश्वकर्मा दाइ उहाँहरूले गाउनु भएको थियो अब त्यो गीत चाहिँ सुपर डुपर हिट गीत हो होइन अनि मलाई चाहिँ मेरो फेभरेट
फेभरेट सङ पनि हो त्यो। मैले सानै हुँदाबाट सुन्दै आएको गीत हो। अनि अब मैले चाहिँ अहिले नयाँ भर्जनमा चाहिँ आदरणीय कुलेन्द्र विश्वकर्मा दाईसँगै गाएको थिएँ। अनि अब अलिकति कमेन्ट्सहरू त नराम्रो नै आएको थियो, किनभने त्यो त अब विष्णु दिदीको आवाजमा त हाम्रो त्यो दाज नै मिल्दैन कि। त्यो भएर उहाँको देखि त हामी त केही पनि होइन जस्तो लाग्छ कि मलाई होइन। त्यो भएर चाहिँ अब जस मैले गाउन पाएँ होइन, त्यो कुरामा चाहिँ म धेरै खुसी थिएँ। भेट्न मन छ कि छैन विष्णु बाजीलाई? छ नि, किन नहुनु। कति सोधिरहेको हुन्छु मैले स्टुडियोहरूमा पनि उहाँको बारेमा होइन। भेट त हुँदैन होला सायद। पर्सनल्ली तपाईँले सोद्धाखेरि हामीलाई थाहा नभएको कुरा के पत्ता लागिसकेको छ तपाईँले विष्णु बाजीको? उहाँ त्यो तपाईँहरूलाई पनि थाहा छ होला। अब हामीलाई पनि त्यस्तो धेरै त थाहा त हुँदैन। जस उहाँ चाहिँ स्टुडियोमा चाहिँ गीत गाउने बेलामा चाहिँ अरू कोही मान्छे चाहिँ हुनुहुन्न। त्यो हो। अनि कोही जान इन्ट्री चाहिँ हुन पाउँदैन अरे है। फेरि मैले पनि सुनेको। विष्णु बाजीको कुन कुराले एकदम इन्सपायर गर्छ समीक्षालाई? कुन कुरा त अब उहाँको अब मैले त्यस्तो इन्टरभ्यूहरू त छैन दिदीको त होइन। अब गीतहरू आवाजको म एकदम सबभन्दा ठुलो फ्यान हो। त्यो भएर चाहिँ अब उहाँको आवाजमै म एकदम लट्ठ पर्छु। त्यो भएर अरू कुरा त अब मलाई थाहा भएन उहाँको अब के छ कस्तो छ भन्ने कुरा त। जस उहाँको आवाजबाट हामीले धेरै कुराहरू सिक्न चाहिँ पाएका छौँ। समीक्षाजीलाई नेपाली इन्डस्ट्रीमा अरू कसको आवाजले लट्ठ पार्छ? मलाई धेरैजना हुनुहुन्छ, सबैजना सिङ्गरको आवाज मनपर्छ। यस्तो कोही सिङ्गर हुनुहुन्छ जोसँग डुएट गर्न मन छ अहिलेसम्म मिलेको छैन, जुरेको छैन? धेरैजना हुनुहुन्छ, तर मलाई अहिले धेरैजना मनपर्ने हुनुहुन्छ। धेरैजना सबैसँग काम गर्न मन छ। विशेष गरी अझ सुजन चापागाई दाइको चाहिँ मलाई एकदमै मनपर्छ। उहाँको चाहिँ उहाँको गीतहरू चाहिँ अलिकति मलाई चाहिँ म्याच हुन्छ कि गाउँदाखेरि नि। त्यो भएर चाहिँ उहाँसँग चाहिँ अब काम गर्न मन छ। डुएट गर्न मन छ? हजुर, छिटै पाइयोस् पनि। उहाँले हेरिराख्नु भएको छ भने पनि अब सुजन दाइको सँग राम्रो कम्बो छिटै आओस्। हजुर। आजको पर्फर्मेन्स धेरै हेऱ्यौँ नि त हामीले, 101 सिङ्गरहरूको पर्फर्मेन्सहरू थियो होइन? तपाईँलाई कस्तो लाग्यो? कसको पर्फर्मेन्स एकदम? सबैजनाको एकदम कमेडीहरू पनि एकदम राम्रो थियो। अनि अब दुर्गेश दाइको पनि बब्बाले, मैले दाइको त फर्स्ट टाइम नै होला मैले देखेको होइन। त्यसरी पर्फर्मेन्स चाहिँ हेर्न पाउने मौका मिलेको थिएन यहाँभन्दा अगाडि। सो आज हेर्न पाएँ, एकदमै खुसी लाग्यो, बब्बाल लाग्यो दाइको चाहिँ। कस्तो लाग्यो? त्यसै स्टेज किङ चाहिँ भनेको रहेनछन् दाइलाई चाहिँ होइन, एकदमै राम्रो लाग्यो मलाई चाहिँ। स्टेज किङ हजुरले नि आजदेखि मान्नुभयो? होइन, मैले त पहिलेबाट मान्थेँ मान्न चाहिँ, तर आज प्रत्यक्ष रूपमा देख्न पाएँ नि त दाइलाई। त्यो भएर चाहिँ फिमेलमा चाहिँ एज अ पर्फर्मर को मनपर्छ? आई मिन स्टेज किङ दुर्गेशलाई भनियो भने स्टेज क्विन कसलाई भन्न सकिएला? ज्योति मगर दिदी हुनुहुन्छ होला। उहाँको पनि मलाई एकदम राम्रो लाग्छ पर्फर्मेन्स, बबाल गर्नुहुन्छ ज्योति मगर। हजुर। के छ भन्ने के कुराले इन्सपायर गर्छ उहाँको चाहिँ तपाईँलाई? त्यस्तो अब उहाँसँग पर्सनल्ली भेट त भएको छैन मेरो अहिलेसम्म, कुराकानी पनि हुँदैन। जस्ट राम्रै लाग्छ उहाँ दिदी पनि, मलाई मनपर्छ। आजको लुक्समा जाउँ न, तपाईँलाई सबले मनपर्ने लुक्स छ होइन? मन पर्यो। कस्तो डिफ्रेन्ट लुक्स छ, कपालहरू कन्सेप्ट कसको? यो चाहिँ अब यो ड्रेस यस्तो छ। यो ड्रेस चाहिँ हाम्रो उजेली क्रिएसनबाट हो। दिदीको चाहिँ उहाँ चितवनमा छ उजेली क्रिएसन। तपाईँहरूलाई नि यस्तै मेरो ड्रेस मन परेछ भने भन्न सक्नुहुन्छ दिदीलाई। इन्स्टा छ, फेसबुक छ, म्यासेज गरेर उजेली क्रिएसनमा म्यासेज गर्न सक्नुहुन्छ। अनि सो हेयर बनाउनु त्यस्तो धेरै मेकअपमा त टाइम लाग्दैन हो मेरो। कति टाइम लाग्छ तपाईँलाई मेकअप गर्न कम्तीमा आफै गर्दा 10-15 मिनटमा सकिहाल्छु। ओके। आज चाहिँ होइन, फेरि आज चाहिँ बाहिरबाट गरेर आएको हो। त्यही भएर आफैले गर्न नि मलाई आउँछ। अब कहिलेकाहीँ हुन्छ नि त। ओके। तपाईँ सुन्दर त हुनुहुन्छ, त्योभन्दा सुन्दर त तपाईँको आवाज नै सुन्दरता होइन? आवाजको लागि चाहिँ डेली रुटिन के छ समीक्षाको? यस्तो छ, अब म्युजिक क्लास पहिला जाने गर्थेँ। अहिले चाहिँ अलिकति व्यस्त भएको कारणले गर्दा कहिलेकाहीँ चाहिँ जान्छु म म्युजिक क्लास होइन। बिहान उठेर रियाज त भइ नै रहन्छ जहिले पनि। अब रेकर्डिङ भइरहेको हुन्छ, त्यही नै हो। त्यस्तो रुटिन भन्ने चाहिँ केही पनि छैन। ओके। अन्तिममा चाहिँ अब एउटा मिठो गीत भयो भने अन्त्यमा सुन्दर हुन्छ। ल आज बुझिन मैलेबाट अवार्ड पाएको छु, त्यही गीत गाउँछु ल। जुन जस्ती रे फुल जस्ती रे, कञ्चन खोला झरनाको मूल जस्ती रे, के रे जुना जस्ती रे फुल जस्ती रे, ए कञ्चन खोला झरनाको मूल जस्ती रे, म बोक्सी म देवी म डार्लिङ म बेबी, यो थरी थरी नाताले यो सुन्दरताको गाथाले, म बाँधिएकी हुँ या सजिएकी हुँ, बुझिन मैले बुझाइदेऊ कसैले, बुझिन मैले बुझाइदेऊ कसैले। थ्याङ्क यू। रिक्वेस्ट गर्न मन लाग्यो अन्तिममा चाहिँ, सुजनजीको चाहिँ मनपर्छ भन्नुभयो नि त गीत, तपाईँलाई सुट नि गर्छ होइन? सुजनजीको गीत रिक्वेस्ट गऱ्यो भने 2 लाइन भने सुन्न मिल्ला अहिले? मलाई सबभन्दा दाइको त अब सबै गीतहरू मलाई एकदम धेरै मनपर्छ। झन् मनपर्ने भनेको चाहिँ फुल भन्ने गीत हो। अनि एकदम मनपर्छ। थोरै काम त
ल रिक्वेस्ट गरिहाल्नु भयो गाउँछ त जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजरको हो म हेर्छु मेरो जुन तिम्रो नजरको थ्याङ्क यू थ्याङ्क यू सो मच थ्याङ्क यू अनि बधाई छ है फेरि पनि